भगवान यति दयालु र कृपालु हुनुहुन्छ कि विग्रहको रूपमा आइदिनुहुन्छ ताकि हामीले सजिलै उहाँको दर्शन र सेवा गर्न सकौं, जुन प्रक्रियाबाट हामी शुद्ध हुन सक्छौं र भगवानको नजिक जान सक्छौं। शास्त्रहरूमा भगवानले विग्रहको रूपमा कसरी आफ्ना भक्तहरूसँग आदान प्रदान गर्नुहुन्छ भन्ने धेरै अद्भुत उदाहरणहरू छन्, जसले भक्ति मार्गमा हाम्रो विश्वासलाई अझै बलियो बनाउन ठूलो मद्दत गर्छ। तसर्थ यस नाटकमा भगवानले कसरी आफ्ना भक्तहरूसँग विग्रहको रूपमा सेवा ग्रहण गर्नुहुन्छ भनेर प्रस्तुत गरिएको छ। गौरीदास पण्डित यान्द्रा प्रेमोनन्द भक्ति कृष्ण प्रेम दिते निते धारे महाशक्ति। गौरीदास पण्डित भगवानको प्रेम भक्तिका प्रतीक हुनुहुन्थ्यो, जसमा कृष्ण प्रेम प्राप्त गर्ने र अरूलाई प्रदान गर्ने सबैभन्दा ठूलो शक्ति थियो। गणोदेश दीपिकामा बताए अनुसार कृष्णका प्रिय सखा सुबल भगवान श्री चैतन्य महाप्रभुको लीलामा गौरीदास पण्डितको रूपमा आउनु भएको थियो। गौरीदास पण्डित आफ्ना दाजु सूर्यदास सारकेलासँग शालिग्राम गाउँमा बस्नुहुन्थ्यो, तर पछि गंगाको किनारतिर बस्ने चाहना राखेर उहाँले आफ्नो दाजुसँग अनुमति लिए अम्बिका काल्लातिर लाग्नुहुन्छ। एक दिन भगवान चैतन्य महाप्रभु शान्तिपुरको भ्रमणमा जानुहुन्छ र त्यसपछि उहाँ आफै डुङ्गा चलाएर गौरीदास पण्डितलाई भेट्न जानुहुन्छ। प्रिय गौरीदास, जसरी यो चप्पूको सहाराले मैले गंगा तरे, त्यसरी नै यसले सम्पूर्ण जीवात्माहरूलाई यो भौतिक संसारको सागरबाट तार्नेछ। ल ल्याऊ, कृपया यसलाई तिमीसँगै राख। हे प्रभु, यो प्राप्त गरेर म धन्य भएँ। हे गौरीदास, केही दिनको लागि हामी सँगै नवद्वीप जाउँ र त्यहाँ सँगै हरिनाम संकीर्तन गरौँ। हुन्छ, जाउँ, म तयार छु। यसरी गौरीदास पण्डित नित्यानन्द प्रभु र चैतन्य महाप्रभुसँग यात्रा गर्नुहुन्छ र नादियामा भगवानका अन्य पार्षदहरूसँग कयौं दिनसम्म हरिनाम संकीर्तन गरेर मग्न हुनुहुन्छ। सँगै हरिनाम संकीर्तन गरेर यत्रो दिन बितेको त पत्तो नै भएन। कति चाँडो तिम्रो फर्किने दिन आइसकेछ। त्यो त हो, अब म फर्किनै पर्छ। गौरीदास, मैले आफ्नै हातले लेखेको भागवत गीता पनि तिमी सँगै लिएर जाऊ। धेरै धेरै आभार प्रभु। त्यसपछि त्यो भगवत गीता लिएर उहाँ फेरि अम्बिका कालमा फर्किनुहुन्छ र हरेक दिन घण्टौंसम्म भगवत गीता अध्ययन गरेर दिव्य आनन्दमा दिनहरू बिताउन थाल्नुहुन्छ।
भगवानको आफ्नै कर कमलद्वारा लिखित भगवत गीताका यी श्लोकहरू यति सुन्दर छन् कि यसको दर्शनले मात्र पनि मेरो हृदय भावविभोर हुन्छ। यस भौतिक संसारका बद्ध जीवहरूको उद्धार गर्नका लागि हरिनाम संकीर्तन अभियानको प्रचार गर्न हेतु भगवान चैतन्य महाप्रभुले 24 वर्षको कलिलो उमेरमा नै सन्यास लिने निर्णय गर्नुहुन्छ। तर सन्यास लिनु अघि भगवान चैतन्य महाप्रभु र नित्यानन्द प्रभु आफ्ना प्रिय भक्त गौरीदास पण्डितलाई भेट्न जानुहुन्छ। यो खबर पाउने बित्तिकै वियोगको पीडाले गौरीदास रुन थाल्छ र भगवानलाई त्यही बस्न बिन्ती गर्न थाल्छ। मलाई छोडेर नजानुस्। यदि तपाईले सन्यास लिनुभयो भने तपाईको बिछोडा म एक पल पनि बाँच्न सक्दिन। तपाईको सँग बिना मेरो जीवन नै व्यर्थ हुन्छ। प्रिय गौरीदास, मलाई राम्ररी थाहा छ कि नित्यानन्द प्रभु र मलाई नदेखि तिमी एक पल पनि रहन सक्दैनौ। जुन उद्देश्य लिएर म यस धरतीमा आएको छु त्यसको लागि मैले सन्यास लिन नितान्त जरुरी छ। तर चिन्ता नलेऊ, नवद्वीपमा एउटा विशेष निमको रुख छ। त्यही रुखको काठ प्रयोग गरी तिमीले हाम्रो अर्च विग्रह बनाउनु। त्यही अर्च विग्रहको रूपमा हामी तिम्रो सेवा ग्रहण गर्नेछौँ अनि सदैव तिम्रो साथ हुनेछौँ। भगवानले भन्नुभए अनुसार गौरीदासले विग्रह बनाउने कार्य सुरु गर्नुहुन्छ। नभन्दै भगवान गौर निताई सुन्दर विग्रहको रूपमा तयार हुनुहुन्छ। विग्रहको प्राण प्रतिष्ठा बडो धुमधामसँग गरिन्छ। यसरी दुईजना नित्यानन्द प्रभु र दुईजना गौराङ्ग महाप्रभु देखेर गौरीदास पण्डित हर्षित हुन्छ। यो देखेर भगवान गौर निताई पनि प्रचार कार्यका लागि जान तयार हुनुहुन्छ। तपाईहरु कता जाँदै हुनुहुन्छ? बिन्ती छ, मलाई छोडेर नजानुहोस्। हेर त, तिम्रो लागि भनेर हामी सुन्दर विग्रहको रूपमा प्रकट भएका छौँ। हे गौरीदास, यो विग्रहहरू र हामी बीच कुनै अन्तर नै छैन। यदि हजुरहरुमा कुनै अन्तर छैन भने कृपया यी विग्रहलाई जान दिनुहोस्। तर तपाईहरु यही बसिदिनुहोस् न। आफ्नो भक्तको यस्तो प्रेमलाई भगवानले नकार्न सक्नुहुन्न र बोल्दा बोल्दै दुवैजना गौर निताई विग्रहमा परिणत हुनुहुन्छ र रतन बेदीका विग्रहहरू त्यहाँबाट हिँड्न थाल्नुहुन्छ। यस्तो अद्भुत दृश्य देखेर गौरीदास छक्क पर्छ। होइन होइन, कता हिँड्नु भएको तपाईहरु? नजानुहोस्। तर हामीहरू त विग्रह हौ, हामीलाई जान देऊ। होइन होइन, ती विग्रहहरूलाई जान दिनुहोस्, तर तपाईहरु यही बस्नुहोस्। गौरीदासको अनुरोध सुनेर फेरि मूर्तिमान विग्रहहरू गौर निताईमा परिणत हुनुहुन्छ र त्यहाँबाट हिँड्न थाल्नुहुन्छ भने अर्का त्यहाँबाट हिँड्न लागेका दुई गौर निताई फेरि विग्रह रूपमा परिणत भइदिनुहुन्छ र त्यही बसिदिनुहुन्छ। होइन होइन, तपाईहरु बस्नुहोस्, उहाँलाई जान दिनुहोस् न। होइन होइन, नजानुहोस्। यही क्रम
बारम्बार चलिरहन्छ र यी दुई जोडी गौर निताईको यस्तो लीला देखेर गौरीदास त रणभुल्लमै पर्छ। गौरीदासले आत्मसमर्पण गर्छ र भगवानको शरणमा जान्छ। हे भगवान, हजुर त परम पुरुष हुनुहुन्छ। आखिरमा हजुरले जे चाहनुहुन्छ त्यही नै हुन्छ। म हजुरकै शरणमा पर्छु र हृदयदेखि नै हजुरको सेवा गर्छु। त्यसपछि गौरीदासले धेरै आत्मीय तरिकाले श्री विग्रहको निरन्तर सेवा गर्नुहुन्छ। निकै प्रेमपूर्वक हरेक दिन श्री विग्रहहरूको लागि धेरै व्यञ्जनहरू तयार पार्नुहुन्थ्यो र भोगा लगाउनुहुन्थ्यो। अनि भगवान गौर निताईले पनि आफ्नै हातले ती भोगाहरू स्वीकार गर्नुहुन्थ्यो। तर एक दिन भोगा त जस्ताको त्यस्तै हुन्छ। भगवानले त्यसलाई स्वीकार नगर्दा गौरीदास भगवान गौर निताईको विग्रहसँग कुरा गर्न थाल्नुहुन्छ। मैले व्यर्थ नै यति धेरै मेहनत गरेछु। आज त गौर निताई यी परिकारहरूबाट सन्तुष्ट नै हुनु भएन। यो त जस्ताको त्यस्तै छ। गौरीदास, हामी तिमीलाई कष्टमा देख्न सक्दैनौ। तिमीले दिनदिनै यति विभिन्न परिकारहरू यति धेरै मात्रामा बनाइराख्नु पर्दैन। तिमीले सरल रूपमा जे दिन्छौ हामी त्यसैमा सन्तुष्ट हुनेछौ। सबै ठिक छ। आज एक दिनको लागि यी सम्पूर्ण भोगाहरू ग्रहण गर्नुस्। भोलिबाट त साग मात्र पकाउनेछु। गौरीदासको यस्तो सेवा भावलाई भगवान गौर निताईले अस्वीकार गर्न सक्नुहुन्न। त्यसपछि आफ्नो रतन वेदीबाट तल आएर पल्लेटी कसेर निकै प्रसन्न मुद्रामा आफ्नो प्रिय भक्तले तयार पारेका सम्पूर्ण भोगाहरू आफ्नै हातले ग्रहण गर्न थाल्नुहुन्छ। गौरीदासको हृदय सरल थियो। एक रात उहाँको हृदयमा भगवान गौर निताईलाई सुन चाँदीका गहनाहरूले सजाइदिने इच्छा आउँछ र उहाँ यी इच्छा मनमा राखेर निदाउनुहुन्छ। जब भोलिपल्ट उहाँ गौर निताईको सेवाका लागि जानुहुन्छ तब निताई गौरचन्द्र सुनै सुनका गहनाहरूले सुसज्जित भएको देखेर उहाँ आश्चर्यचकित पर्नुहुन्छ। सायद भगवान चाहनुहुन्छ कि म सधैँ उहाँको सेवा यसरी नै गरौँ। सुन गौरीदास, हामीलाई सबैभन्दा मनपर्ने गहनाहरू यी होइनन्। हामीलाई त तिमीले आफ्नै हातले बनाइदिएको फुलका गहनाहरू नै अति प्रिय छन्। गौराङ्ग नित्यानन्द,
गौराङ्ग नित्यानन्द गौराङ्ग नित्यानन्द। त्यसपछि प्रेम र भक्तिपूर्वक विभिन्न सुगन्धित फूलहरूको माला बनाएर गौरीदासले निताई गौरचन्द्रलाई लगाइदिनुहुन्छ। Bhakti Priti Mala Chanda Bhakti Priti Mala Chanda Bhakti Priti Mala Chanda Bhakti Priti Mala Chanda Tumi Niyo Hai Niyo Chitananda Niyo Hai Niyo Chitananda Tumi Niyo Hai Niyo Chitananda। यसरी विशुद्ध प्रेमले निताई गौरचन्द्रको सेवा गर्दै धेरै वर्ष बित्छ र उहाँका धेरै शिष्यहरू बन्छन्। तीमध्ये हृदयानन्द उनका प्रिय शिष्य हुन पुगे। एक दिनको कुरा हो, गौरीदास पण्डितले गौर पूर्णिमाको उत्सवका तयारीका लागि आफ्नो शिष्य हृदयानन्दलाई निताई गौरचन्द्रको सेवा सुम्पेर भ्रमणमा जाने निर्णय लिनुहुन्छ। अब छिट्टै नै भगवान चैतन्य महाप्रभुको जन्म उत्सव गौर पूर्णिमा आउँदैछ। त्यसैले म हाम्रो निताई गौरचन्द्रको लागि भव्य उत्सवको तयारी गर्न विभिन्न स्थानहरूमा भ्रमण गर्न जाँदैछु। हृदयानन्द, मेरो अनुपस्थितिमा तिमीले निकै ध्यानपूर्वक निताई गौरचन्द्रको सेवा गर्नु है। हुन्छ गुरुदेव। यता गौर पूर्णिमा आउन मात्र 3 दिन बाँकी हुँदासम्म पनि गौरीदास पण्डित फर्किनु नभएपछि हृदयानन्द चिन्तामा डुब्नुहुन्छ र सबै भक्तहरूलाई गौर पूर्णिमाको लिखित निमन्त्रणा पठाउने निर्णय आफै लिनुहुन्छ। नभन्दै गौर पूर्णिमाको ठिक अघिल्लो दिन बल्ल गौरीदास पण्डित फर्किनुहुन्छ र आफ्नो गुरुदेवलाई देखेर हृदयानन्द खुसी हुन्छ। प्रणाम गुरुदेव। हजुर गौर पूर्णिमाको समयसम्म आउनुहुन्न कि भनेर मलाई धेरै चिन्ता लागेको थियो। त्यसैले मैले पहिले नै सबै भक्तजनहरूलाई निमन्त्रणा पठाइदिइसके। मेरो आज्ञा बिना नै तिमीले स्वतन्त्रपूर्वक यस्तो निर्णय कसरी लिन सक्यौ? यसरी स्वतन्त्रपूर्वक निर्णय लिनु एउटा असल शिष्यको लक्षण होइन। म चाहन्छु कि तिमी अहिले नै यहाँबाट गइहाल। यस्तो आदेश सुनेपछि हृदयानन्दले आफ्नो गुरुदेवको चरण कमलमा दण्डवत प्रणाम गर्छ र चुपचाप गङ्गाको तटतिर जान्छ। त्यहाँ गएर हृदयानन्दले एउटा रुखमुनि बसेर आफ्नो साधन भजन गर्न थाल्छ। त्यसको केही समयपछि त्यहाँ एकजना धनी व्यापारी ढुङ्गामा विभिन्न सरसामग्रीहरू लिएर आइपुग्छ। हे हृदयानन्द, मैले सुनेको यसपालिको गौर पूर्णिमा महामहोत्सव भव्य रूपमा सम्पन्न हुँदैछ भनेर। त्यसैको लागि म यी आभूषणहरू, वस्त्रहरू र अन्नहरू अर्पण गर्न चाहन्छु। कृपया यो लगेर तपाईको गुरुदेव गौरीदास पण्डितलाई दिनुहोस्। हुन्छ, धेरै धेरै धन्यवाद।
त्यसपछि निकै विनम्र भएर हृदयानन्दले यो कुराको जानकारी गराउनका लागि आफ्नो गुरुदेवलाई सन्देश पठाउनुहुन्छ। गुरुदेव, हजुरलाई हृदयानन्दले सन्देश पठाएको छ। ठिक छ, भन। हृदयानन्दले गौर पूर्णिमा महोत्सवको लागि सबै सरसामग्रीहरूको व्यवस्था गरिसकेको छ। के ती सामग्रीहरू हजुरलाई पठाइदिउँ भनेर सोध्दै हुनुहुन्छ? उसलाई खबर पठाइदेऊ कि मलाई त्यो केही सामग्रीहरू चाहिँदैन। यदि सबै व्यवस्था छ भने उसले आफ्नो इच्छा अनुसार गङ्गाको तटमा नै छुट्टै उत्सव मनाउँदा हुन्छ। हस्, हुन्छ। यसरी गौर पूर्णिमाको दिन मन्दिरमा एउटा उत्सव चलिरहेको थियो भने गङ्गाको किनारमा अर्को। गङ्गाको किनारमा हृदयानन्द लगायत अन्य वैष्णवजनहरू मिलेर बडो प्रेमपूर्वक भगवानको नाम कीर्तन गर्नुहुन्छ। मृदङ्ग करताल सहितको मधुर हरिनामले सम्पूर्ण वातावरण नै गुन्जयमान भइरहेको हुन्छ। यस्तो कीर्तन सुनेर निताई गौरचन्द्रले आफूले आफूलाई रोक्नै सक्नुहुन्न र पुजारी नभएको मौका चोपेर उहाँहरू दुवैजना गङ्गाको तटमा गइहाल्नुहुन्छ। यसरी कीर्तनको बीचमा गौर निताई प्रकट भएपछि हृदयानन्द लगायतका सम्पूर्ण भक्तहरूले परमानन्द अनुभूति गर्छन् र निताई गौरचन्द्रको नृत्यले त त्यहाँ हर्षको लहर नै छाउँछ। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम राम हरे हरे। गौरा कृपा हाले दयाल निताई चैतन्य बोले श्री राम दयाल निताई चैतन्य बोले श्री राम। हरे कृष्ण 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 हरे हरे, हरे राम। यता मन्दिरमा भने निताई गौरचन्द्रलाई भोगा लगाउने समय हुन्छ, त्यसैले गौरीदास त्यसको तयारीमा लाग्नुहुन्छ। जौ गङ्गादास, निताई गौरचन्द्रलाई भोगा लगाउने समय भइसकेको छ, गएर छिट्टै भोगा लगाऊ। हुन्छ गुरुदेव। गौर निताई त मन्दिरमै हुनुहुन्न। कहाँ जानुभयो त उहाँहरू? खै, पक्कै पनि उहाँहरू गङ्गाको तटमा हुनुपर्छ। जौ लट्ठी लिएर आइहाल। हरे कृष्ण कृष्ण। हस्, हुन्छ गुरुदेव। यसरी गौरीदास पण्डित हातमा लट्ठी लिएर आएको देख्दा निताई गौरचन्द्र आत्तिँदै भाग्न थाल्नुहुन्छ। हरे राम राम हरे हरे, हरे कृष्ण कृष्ण हरे। उहाँहरू दौडिँदै आफूलाई लुकाउन अचानक हृदयानन्दको हृदयमा नै प्रवेश गरिदिनुहुन्छ। निताई गौरचन्द्र
यस्तो अद्भुत दृश्य देखेर गौरीदास पण्डितको आँखामा आँसु आउँछ र उहाँले आफ्नो शिष्यलाई क्षमा गर्दै अङ्कमाल गर्नुहुन्छ। तिमी साँच्चै नै भाग्यमानी छौ हृदयानन्द। भगवान चैतन्य महाप्रभु स्वयं तिम्रो हृदयभित्र प्रवेश गर्नुभयो। त्यसैले आजदेखि तिम्रो नाम हुनेछ हृदय चैतन्य। निताई गौरचन्द्र की जय। त्यसपछि सबैजना मन्दिर फर्किनुहुन्छ। त्यहाँ निताई गौरचन्द्रको विग्रहको सुन्दरता र तेज देखेर सबै भक्तहरूको हृदय हर्षित हुन्छ अनि गौरीदासले ती विग्रहहरूको सेवा आफ्नो प्रिय शिष्य हृदय चैतन्यलाई सुम्पिनुहुन्छ। आजदेखि निताई गौरचन्द्रको अर्च विग्रहको सेवा म तिमीलाई पूर्ण रूपमा सुम्पिन्छु। उहाँहरूको दर्शन गराउने बेलामा पर्दा छिट्टै खोल्ने र बन्द गर्ने गर्नु है, ताकि फेरि उहाँहरू कहिले यहाँबाट कतै नजाउन्। अवश्य, हजुरको आज्ञा पालन नै मेरो जीवन हो गुरुदेव। त्यसपछि बडो धुमधामसित त्यहाँ गौर पूर्णिमाको उत्सव मनाइन्छ, जुन यति महिमापूर्ण छ कि त्यसको बयान शब्दमै गर्न सकिँदैन। साँच्चै नै यसबाट हामीले बुझ्न सक्छौँ कि भगवान कति भक्तवत्सल हुनुहुन्छ भनेर, र केवल प्रेमले मात्र हामीले भगवानको हृदय जित्न सक्छौँ। Krishna